साथीहरू एकैछिन यो सबैजनाले यो भिडियो हेरिदिउँ त। अध्यक्षको वचन मोहिलेको वचनलाई आज हामी व्यवहारमा उतार्नुको निमित्त अध्यक्षज्यू उपत्यकाभित्र हुनुहुन्न, उपत्यका बाहिर हुनुहुन्छ, तै पनि उहाँले बोलेका वचनलाई उहाँले भन्नुभएको थियो म उपत्यका बाहिर रहे पनि तर पैसा चाहिँ उहाँलाई दिनुहोस् है। यो हाम्रो भएको नाम चाहिँ विश्वनाथ गुरुङज्यूलाई हामी खोज्दै आज हामी आइपुगेका छौँ। आइपुगेर हामीले यो नगद रु 50,000 रुपियाँ हामी हस्तान्तरण गरेका छौँ उहाँको हजुरआमा मार्फत है, उहाँको हजुरआमा मार्फत। आदरणीय माननीय हर्क साम्पाङज्यू, विपत्तिमा परेको सानो बाबुलाई तपाईँले दिनुभएको साथ र माया सहयोगको लागि हृदयदेखि नै धन्यवाद छ। तपाईँको यो मानवीय कदम साँच्चीकै अनुकरणीय छ। सधैँ यसरी नै जनसेवामा लागि पर्नुहोस्। हाम्रो उच्च सम्मान छ हजुरलाई। जय माटो, जय देश, जय हर्क साम्पाङ।